1135 जना भन्दा धेरै मान्छेहरू अहिलेसम्म जेलमा हुनु भएको छ। उहाँको अभिभावकहरू अहिले हेर्नुभयो भने यहाँ धेरैजना यहाँ देख्न पनि सक्नुहुन्छ। सङ्गठित अपराध र जघन्य अपराधमा हामीले माफी दिनुपर्छ भनेर भनेका छैनौँ। जेनजी आन्दोलनको क्रममा राजनीतिक प्रतिशोध साँधेर बाटोमा हिँडेको मान्छेहरूको लागि या आफ्नो व्यक्तिवादी उसको लागि अगाडि सर्नु भएको मान्छेहरूलाई कारबाही हुनुपर्छ भनेर हामीले त माग राखिरहेको छौँ। तर त्यही मागको अन्तर्गत जति पनि जुत्ता मुद्दा लगाएर अहिलेसम्म जेलमा हुनुभएको मान्छेहरू छ उहाँहरू चाहिँ प्राथमिकतामा सरकारको किन परेको छैन? दोषी हुनुहुन्छ भने कानुनी हिसाबले कारबाही हुनुपर्छ। तर अहिलेसम्म पनि पेशी सारेको सारे गरेर उहाँहरूलाई दुःख मात्रै दिएर जेलमै किन छोडिरहेको छ अहिलेसम्म भन्ने कुरा हामीले बुझ्न सकेकै छैन। पारदर्शिताको लागि लडेका थियौँ हामी र यो सरकारमा अहिले पारदर्शिता देख्न सकेको छैन। नातावाद नहोस् भनेर लडेका थियौँ तर अहिले पनि नातावाद भित्रैदेखि जडा गाडेर बसेको छ र अहिले पनि छ। यो कुरालाई चाहिँ हामीले सुधार ल्याउन जरुरी छ जस्तो लाग्छ। प्रविधिमा सुधार होस् भनेर गरेको आन्दोलनमा प्रविधि चाहिँ उही नै छ। अब लोकतन्त्रको प्रविधिको मान्छे चाहिएको हो, लोकतन्त्र मान्ने मान्छे चाहिएको हो, नत्र तानाशाही प्रविधिको लागि त लड्नुपर्छ थिएन। पहिला केपी शर्मा ओली हुनुहुन्थ्यो। त्यही तानाशाही प्रविधि नहोस्, सरकार जवाफदेही बनोस्। जनता र सरकार बिचमा भएको जुन एउटा बाटो छ त्यो बाटो एकदमै गाह्रो छ। आवाज पुर्याउनको लागि, लडाइँ लड्नको लागि 11 दिउँ 12 दिउँ 2 महिना 3 महिनासम्म मान्छेहरू माइती घरमा आएर आफ्नो आवाज राख्नु परिरहेको छ। यही क्रममा चाहिँ आज यो स्वतन्त्र नागरिक अभियान नेपाल बृहत घोषणा कार्यक्रम भनेर सुन्न पाउँदा खुसी पनि लागेको छ। हो यसरी नै स्वतन्त्र नागरिकहरूले चाहिँ आफ्नो आवाज र जनताको आवाजको लागि लड्नुपर्छ। सरकार कसैको पनि हुँदैन, हरेक नेपाली जनताको हकहितको लागि काम गर्ने खालको सरकार हुनुपर्छ। त्यसमा नागरिक समाजले यो गर्न खोजेको कुरामा पनि एकदमै खुसी छु। हामीलाई ठिकै छ, सरकार बनेको धेरै समय भएको छैन, यो सरकारलाई यति छिटै मूल्याङ्कन गर्नुहुन्छ भन्ने कुरामा पनि म मान्दिनँ। तर अहिले जेको बिउ रोपेको छौँ त्यसकै त फल पाउँछौँ भन्ने मात्रै मान्छे हो। अहिलेदेखि नै तपाईँ अहङ्कार दम्ब रोप्दै हुनुहुन्छ भने भोलि दिनमा कसरी जवाफदेहिता खोज्ने? केही गलत भयो भनेर औलाउँदाखेरि अहिले चरित्र हत्या हुन्छ मान्छेको भनिसकेपछि त्यो मान्छे लोकतन्त्रको पक्षमा कसरी सबल भएर आफ्नो आवाज राख्छ? सम्पूर्ण लोकतन्त्रको प्रश्न उठिरहेको बेलामा सरकारको प्राथमिकतामा परेको कुरा सुकुम्बासी बस्तीमा डोजर लगाउने कुरा साथीभाइ परेको। विनाश र व्यवस्थापनको कहिलेसम्म परिभाषै नबुझेको सरकारले त्यसरी डोजर चलाउनु कहाँसम्मको मानवीयता हो? हामीले सरकारको विरोध गरेको होइन, ह्युम्यानिटी मात्रै खोजेको हो। व्यवस्थित बस्ती बसाउनुपर्छ सुकुम्बासी भनेर यो नामाङ्करण गराउनु नै गलत हो। यो राज्य भइसकेको देशमा कहिले पनि कोही पनि निमुखा गरिब जनता दुखी भनेर हुनै पर्दैन भन्ने मान्छे हो हामी। जनताले हरेकको प्रश्नको उत्तर दिनुपर्छ। जेनजी परिषद गठन हुनुपर्छ र सरकारसँग भएको सम्झौता जुन 10 बुँदे सम्झौता छ त्यो सम्झौता बनाउने साथीहरू, त्यो सम्झौताको कार्यान्वयन गर्न लागि परिराख्नु भएको साथीसँग सरकारले वार्ता पनि गर्नुपर्छ। संविधान संशोधनको काम त गर्नुपर्छ तर पहिला नागरिकलाई के चाहिएको छ भने बुझेर मात्रै संविधान संशोधनतर्फ हात हाल्नुपर्छ।